पहिलो प्रश्न रहेको छ नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो? यस प्रश्नको सही उत्तर रहेको छ सेफोक्सुन्डो नेशनल पार्क। दोस्रो प्रश्न छ नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो? यसको सही उत्तर रहेको छ रारा राष्ट्रिय निकुञ्ज। क्वेशन नम्बर 3 मा छ नेपालको सबैभन्दा उचाइमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो? यसको सही उत्तर रहेको छ सगरमाथा राष्ट्रिय निकुञ्ज। प्रश्न नम्बर 3 मा छ बाघका लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो? यसको सही उत्तर रहेको छ बर्दिया राष्ट्रिय निकुञ्ज। प्रश्न नम्बर 5 मा रहेको छ नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो? यस प्रश्नको सही उत्तर रहेको छ चितवन राष्ट्रिय निकुञ्ज जुन चाहिँ 1973 यसमा स्थापना भएको थियो। यसको लोकेसन चाहिँ कम्पनी भनेर सम्झिँदा हुन्छ, जस्तै सी बाट चितवन, एम बाट मकवानपुर, अनि पी बाट पर्सा र एन बाट नवलपरासी। थ्याङ्क यू।